नमस्कार दर्शकबिन, यहाँलाई स्वागत छ सोशल सर्भिस मिडियामा। हजुरहरूको समक्षमा आज छुट्टै प्रकारको भिडियोलाई लिएर उपस्थित भइसकेको छु। यस बेला म सिङतामदेखिको 3 किलोमिटर माथि अँधेरी भन्ने जग्गाबाट यो भिडियो प्रसारण गरिरहेको छु। यो भिडियो देखाउनुको मूल उद्देश्य कसैको मान सम्मानमा ठेस पहुँचाउनको लागि होइन, यो एउटा हेल्पको लागि मात्रै यो भिडियो बनाएको हो। यहाँका जनमानिसको गुनासो रहेको थियो र एकदमै उहाँहरूले गुनासो राखिरहनु भएको छ र यो आज भिडियो बनाउनुमा बाध्य भए र यो जति पनि ठुला मानिसहरूको ध्यान आकर्षित गराउनको निम्ति यो भिडियो बनाएको हो। हजुरहरूले सक्दो सेयर गरिदिनुहोस्। र यो नेसनल हाइवे गान्तोक सिङतामको नेसनल हाइवेको रोडकै छेउमा यो यस्तो सेटहरू बनाएको छ। यो क्रिमेटोरियम एरियाको सेट हो र यहाँदेखि माथि विभिन्न जग्गाबाट मानिसहरूलाई ल्याएर जलाउने डढाउने गर्ने यो च्यानडाँडा हो र त्यसको मुनि यो जुन चाहिँ सेट छ, यहाँनिर जति पनि त्यसमा आउने मलामीहरूलाई असुविधा भइरहेको उहाँहरूले विषय राख्नु भएको थियो र आज म यो भिडियो प्रसारण गरिरहेको छु। र उहाँहरूको भनाइ पनि यो रहेको छ, यो एकदमै यो सेट क्षतिग्रस्त, दुईटै सेट क्षतिग्रस्त भएको छ। यो लगभग 2 वर्ष अगाडि एउटा अविरल वर्षा भएको कारणले गर्दाखेरि त्यो वर्षमा यो बाढ आएर यो दुईटै सेटलाई क्षतिग्रस्त बनाएको थियो। अहिलेसम्म पनि कसैको ध्यान यसमा गएको छैन र उहाँहरूको पनि भनाइ त्यही रहेको छ र त्यसैले गर्दाखेरि ध्यान आकर्षित गराउनको निम्ति यो मैले भिडियो बनाएको हो र कसैको मान सम्मानमा ठेस पहुँचाउनको लागि मैले यो भिडियो बनाएको होइन, यो एउटा हेल्पको लागि मात्रै भिडियो बनाएको, हेल्प मागिरहेको छ यहाँका जनताहरूले। र यो जुन चाहिँ सेट छ दुईटै एकदमै लगभग क्षतिग्रस्त भएको छ, यो यसरी पुरेको छ र यहाँ जति पनि त्यो लास लिएर आउँदाखेरि जति पनि मलामीहरू आउँछ उहाँहरूलाई बस्ने जग्गा, चिया पानी खुवाउने जग्गा पनि यस्तो खालको रहिरहेको छ र यसलाई कसले बनाउने, कहिले बनाउने, त्यही जनमानिसको गुनासो छ र उहाँहरूले पनि एकदमै सरकारप्रति आशा राख्नुभएको छ। सरकारप्रति हामी पनि आशा राख्दछौँ कि यस भिडियोलाई हेरेर चाँडैभन्दा चाँडै यस जग्गाको व्यवस्था मिलाइदिनुहुन्छ भन्ने हामी पूर्ण आशा राख्दै हजुरहरूलाई पनि यही मेसेज दिन चाहन्छु। सक्दो सेयर पनि गरिदिनुहोस् होला र हजुरहरूलाई विशेष जानकारी दिन चाहन्छु। यो एकदमै नेसनल हाइवेको छेउमा छ र टाढाबाट मानिसहरूले देखेर पनि अनदेखा गरिरहेको छ र मरेर लानु केही पनि छैन, केही पाउने छैन। हामीले धन सम्पत्ति जति नै कमाए पनि मरेर जानु छ खाली हात र त्यसैले गर्दाखेरि केही हामीले समाजको लागि गऱ्यो भने त्यही हाम्रो लागि ठुलो धन हुनेछ भन्दै भिडियोबाट बिदा लिन चाहन्छु। धन्यवाद।